पुरानो सडक ठाउँमा छु अनि यहाँ चाहिँ त्यहाँ बाइक छ अनि यसो स्लो डक हान भन्ने सोचेको छु। स्लो डक चाहिँ मिल्छ कि मिल्दैन यसो म हेर्छु। त्यही त हो नि जाडो छ जाडो छ मौसम यस्तो चाहिँ चट्ट। तर यो त यहाँ त लास्टै खतरा त बे त्यो कोही छेउ भने मर्छ यस्तो होला नि रहेछ होइन। स्लो डक हान्ने कोसिस गर्छु के कसो हुन्छ है। सकिन्छ कि सकिन्न 2025 चाहिँ टोटल्ली उ थियो के अरे हेरौँ के हुन्छ। यहाँ यसरी बसेर टट्ट हान्नु पऱ्यो हेरौँ के हुन्छ त। एउटा जे जसो भए पनि अब आवाज त कस्तो आउँछ मलाई थाहा छैन किन भन्नुपर्दा होइन। स्लो डक चाहिँ हान्ने भनेर म आएँ एङ्गल सेङ्गल के गर्दैछ मलाई थाहा छैन थाहा पनि छैन। 2025 त फकै भयो मेरो लागि अनि त्यही त अनि अब म चाहिँ टोटल्ली सन्चो भएको थिएन कुरा हो। 2025 चाहिँ मलाई सन्चो नभएर गयो भनौँ न 2025। फेरि जनवरीमा चाहिँ मैले भिजा एप्लाई गरेको थिएँ मतलब जनवरीमा चाहिँ सब डकुमेन्टहरू गराएर मैले चाहिँ भिजा एप्लाई गरेको कुरा है। एकदम भिजा सिजाको लागि सब कुराहरू गरेँ क्यारे सरे यताउता होइन अनि गरेँ भएन केटा हो के अरे। अनि यसमा कस्तो छ भन्दाखेरि मैले सबै कुराहरू चाहिँ गरेँ कि यो केटा झुट नभइकन भन्नुपर्दा होइन। तर कस्तो छ भन्दाखेरि भिजा सिजा पनि गरेँ सबै कुराहरू गरेँ आएन भिजा होइन। भिजा आएन भन्दा पनि मैले कासमा गएर रोकियो केटा है। अनि त्यसपछि चाहिँ मेरो कास आएन होइन। कास पनि आएन। कास नआएपछि के भयो त भन्दाखेरि अब चाहिँ जनवरीको लागि डकुमेन्ट पनि भक्काभक गराएको कि बहुत छिटो गराएँ मैले होइन। अनि एप्लाई गरेको चाहिँ मैले युके होइन। अनि डकुमेन्टहरू पनि यस्तो फास्ट गराएर सबै कुराहरू होइन त्यही हिसाबले के फास्ट एन्ड फ्युरियसमा गराएँ भएन यार होइन। अनि कास आएन भनौँ न कास आएन। अनि कास नआइसकेपछि कस्तो भयो भन्दाखेरि अब कास आएन। कास नआएपछि के भयो त भन्दाखेरि कास नआएपछि चाहिँ गाह्रो कस्तोमा पऱ्यो भन्दाखेरि अब कास नआइसकेपछि त अब इन्टेक भ्यान थाल्यो जनवरीको इन्टेक भ्यान थाल्यो होइन। 2025 जनवरी इन्टेक भ्यान थाल्यो। अनि त्यसपछि इन्टेक त भ्याइयो केटा हो मैले चाहिँ। अनि इन्टेक भ्याइयो कि जनवरीको अब नहुने भयो भन्ने कुराहरू आयो। जनवरीको नहुने भन्ने बित्तिकै चाहिँ मैले कस्तो भयो भन्दाखेरि अब ल फिस सब बुझाएको रिफन्ड भने। अनि मैले चाहिँ पोखराबाट गरेको थिएँ होइन। पोखरामा त्यो त सुध्रै यार केटा त्यो कन्सल्टेन्सीहरूको नाम नलिगम तर लिनै पऱ्यो बार म लेखिदिन्थेँ उस्तै पऱ्यो। मलाई डर पनि छैन पाल्ने छैन होइन त्यही हो। अनि रिफन्ड भनेर मैले फोनहरू गर्थेँ होइन। फोनहरू गर्दाखेरि के भन्छ भनेको त ए भाइ रिफन्ड त 5 महिना लाउन सक्छ 1 वर्ष लाउन सक्छ भन्छ यार। अब त्यसले त म ग्वाक जस्तो मानेछ कि के मानेछ मलाई थाहा भएन होइन। ग्वाक माने कि के मान्यो 1 वर्ष लाउन सक्छ 5 महिना लाउन सक्छ भन्छ। अनि त्यसपछि मैले भने दाइ यस्तो कुराहरू नगर्नु मैले पनि बुझेर बसेको मान्छे हो होइन। सबै कुराहरू बुझेर बसेको हो नि त मैले नि। अनि त्यसपछि त्यहीँबाट लगाएको एउटा दुईवटा दाइहरू थियो कुनै चाहिँ गइसक्यो त भने कुनैहरू चाहिँ गएको थिएन। अब के भयो मलाई थाहा भएन त्यो नामसम्म खोल्नु छैन चिनेकै दाइहरू हो तिनीहरूकै थ्रुबाट म गएको भन्ने भने तिनीहरूकै थ्रुबाटै गएको कि एकजना मात्र होइन। त्यसकै थ्रुबाट गएको म उसको त भिसा लागेन भन्ने उसको भिसा लागेन होइन। अनि त्यस्तै भयो सब कुराहरू होइन। अनि त्यसपछि भिसा त लागेन उसको पनि। अब किन लागेन मलाई थाहा भएन। मलाई थाहा भयो भने म कुरा पनि खोल्दैन उसको नाम पनि टिक्दैन होइन। टिकाउँदैन होइन टिकाउँदैन। अनि कस्तो भयो भन्दाखेरि सबै कुराहरू प्रोसेसहरू गर्दा अनि फेरि 5 महिना लाउन सक्छ 1 वर्ष लाउन सक्छ भन्दाखेरि मेरो दिमाग सट्क्यो कि सबको भइरहेको यार मेरो भएन होइन। 52मा अड्क्यो भने एउटाले के भने होइन डकुमेन्ट गाउँदा पनि त्यस्तै ल्याङफ्याङ गरेको थियो। कन्सल्टेन्सी चाहिँ खतरावाला रोजेर गर्न छ भने होइन। झुट कन्सल्टेन्सी पऱ्यो भने चाहिँ बेकार हुने रहेछ। मैले चाहिँ भोगेँ होइन 1 वर्ष टोटल्ली है। अनि त्यसपछि रिफन्डको प्रोसेस गरेँ अनि त्यो एउटा चुत थियो त्यसले काम छोड्यो मेरो त नभइसकेपछि। त्यसले चाहिँ होला त्यसको केही पर्सनल केही कामले केही कुराहरूले छोड्यो होइन। छोड्यो कामहरू अनि
कामहरू छोड्यो त्यसले। कामहरू छोडिसकेपछि कस्तो भयो भन्दाखेरि काम छोड्यो अनि त्यसपछि त्यसले नम्बर दिएर छोड्यो केटा हो मलाई। नम्बर दिएर छोडे होइन, नम्बर दिएर त छोड्यो कि नम्बर दिएर पनि कस्तो भयो भन्दाखेरि अब भएन नि यार। जसको थ्रुबाट म गएको उसले काम छोडिदिन्छ यार। आपत पऱ्यो फेरि मलाई अब होइन। त्यही कुरामा नि आपत पऱ्यो, नपरेको होइन, आपत त परिहाल्छ, जसलाई नि पर्छ सायद, मलाई मात्र होइन सबलाई पर्छ। त्यहाँको एउटा दाई हुनुहुन्छ, त्यो दाईको नम्बर चाहिँ मलाई दिएर छोड्यो त्यसले। दाई हो मन्द सिनियर हो, तर मैले त तँजु भन्ने है, बाल भनौँ, बालै फरक होइन। अनि त्यसपछि उसले काम छोड्यो एउटा हो। अनि काम छोडिसकेपछि कस्तो भयो भन्दा नम्बर दिएर छोडिदियो। अनि मैले नम्बरमा अब ल ठिक छ भने नम्बरमा उ गरेँ, कुराहरू त्यस्तै भयो होइन। तर चिनेको मान्छेको पनि भर नरहेछ यार केटा यार, मैले त्यो मेसो पाएँ। अनि त्यसपछि अब त्यस्तै भयो, 2 हप्ता गयो, 3 हप्ता गयो, 4 हप्ता गयो, 1 महिना हुँदै गयो है। 1 महिना भयो, 4 हप्ता, 1 महिना भयो। त्यसपछि मैले जसको थ्रुबाट गरेँ त्यसलाई मैले मेसेज गरेँ कि, त्यो पनि मभन्दा सिनियर हो यार, सिनियर हो, मैले बाल लिएन होइन। अनि उसलाई मैले मेसेज गरेँ, उसले के भन्यो भन्दाखेरि त्यो त के अरे त्यो कन्सल्टेन्सी जो बन्द भयो भन्यो कि, कन्सल्टेन्सी जो बन्द भयो भन्यो होइन। कन्सल्टेन्सी बन्द भयो भन्दा त ला अब के गर्ने त, फी त पुगिसक्यो यार कलेजमा होइन, उहाँ युनिभर्सिटी हो कलेज हो, छोड्यो यार यो कुराहरू होइन। अनि त्यसमा पुगिसक्यो, पुग्दामा अब त ढुस, अब त फी पनि पुगिसक्यो, सबै चिज गइसक्यो। अनि फेरि भन्छ युनिभर्सिटी यतो अफिस जो बन्द भयो, ला कन्सल्टेन्सी बन्द भयो भन्नु होइन। ला अब ढुस भने मैले नि, अब ढुस भयो केटा हो भने मनमा नै होइन। निन्द्रा त भाइ भागिसक्यो थियो मेरो त होइन। अनि त्यसपछि मलाई सन्चो भएको थिएन। त्यो 2025 चाहिँ जनवरीको 19 गतिमा चाहिँ मलाई चाहिँ टोटल्ली सन्चो भएको थिएन केटा है, टोटल्ली सन्चो भएको थिएन। म 3 दिन हस्पिटल पनि भएँ होइन, 3 दिन हस्पिटल बसेँ होइन, 3 दिन हस्पिटल बसेँ के अरे सबै कुराहरू भयो होइन। अनि त्यहाँ चाहिँ बिग एउटा मेरो साथी यार, लभली यार, त्यो साथी यार, त्यो साथीको दाईको थ्रुबाट मैले 4वटा मेरो ब्लड कम भएछ। अनि मेरो एउटा साथीलाई चाहिँ मैले मेसेज गरेँ कि होइन, त्यति बेला चाहिँ केटाहरूले खतरा साथ दिएको है मलाई चाहिँ यार। खोज्नमा पनि साथ गरेकै हो होइन, खोज्न पनि साथ गरेकै हो, बिचरा तिनीहरूले कोसिस गरेकै हो होइन। धेरै केटाहरूले कोसिस गर्दा पनि अब त्यस्तै हो होइन। कोहीको ब्लड ग्रुप मिलेन, 4जना त गएको थियो बिचराहरू ब्लड टेस्ट गर्न। अनि कोहीको के भइरहेको थियो। अनि त्यसपछि मेरो एउटा साथी चाहिँ बिग यार, बहुत खतरा यार, कलेजको साथी थियो होइन। उसको दाईले चाहिँ मेरोलाई चाहिँ खतरा गरिदियो यार, मैले मान्छु यार। उहाँ दाईले चाहिँ मलाई गरिदिनु भयो, उहाँ दाईलाई चाहिँ मैले खतरा मान्छु होइन। अनि त्यसपछि ब्लड चाहिँ उहाँले चाहिँ 3 पुका चाहिँ मिलाइदिनु भयो होइन। उहाँ चाहिँ नाम चाहिँ नतोकम होइन, नाम किन तोक्नु पऱ्यो र, नाम नतोकम त्यही हो। अनि त्यहाँबाट रिफन्ड पनि त्यो कुराहरू एउटा दुइटा बिर्सेको थिएँ क्या, अनि फेरि पछि गएको थियो होइन। अनि त्यसपछि मैले त्यहाँबाट रिफन्ड निकालिसकेपछि मैले फेरि बुटलबाट एप्लाई गरेँ। बुटलबाट एप्लाई गर्दाखेरि त्यहाँबाट इन्टरभ्यू दिएँ होइन। अर्को युनिभर्सिटीलाई युकेको लागि जो के अरे अर्को युनिभर्सिटीको इन्टरभ्यूहरू दिएँ, सबै कुराहरू भयो होइन। यताउता भयो, यताउता गर्दा पास पनि भयो इन्टरभ्यूमा, यताउता भयो, पास भएँ यार 48 घन्टामा हो कि 24 घन्टा यस्तै, कति त्यस्तै 2 दिनमै आएको थियो सायद है, 2 दिनमै आएको थियो होला इन्टरभ्यूको रिजल्ट। अनि दिएँ, इन्टरभ्यूको रिजल्ट पनि आयो। रिजल्ट आएपछि के भयो भन्दाखेरि इन्टरभ्यूको रिजल्ट आएको 48 घन्टा होइन। अनि त्यसपछि रिजल्ट आयो, पास पनि भयो। पास भइसकेपछि होइन युनिभर्सिटी क्लोज भयो केटा यार, भाग्य भनेको यहाँ चाहिँ भाग्य चाहिने चाहिँ केटा हो। अनि त्यसपछि त्यो युनिभर्सिटी चाहिँ क्लोज भएपछि अब के भन्ने चाहिँ अनि केही नि भन्न मिलेन। अनि अब युनिभर्सिटीहरू क्लोज, यताउता सबै कुराहरू भयो, ठिक छ भने मैले छोडिदिएँ। अनि त्यसपछि अस्ति डकुमेन्ट निकालेँ। अनि यसो 1 वर्ष भयो थियो म टोटल्ली यताउता पनि नहिँडेको सायद है, यताउता यही बुटल एरियामा यताउता चाहिँ घुमिरहेको थिएँ। तर अलि बाहिरतिर भनौँ न, बुटोल छोडेर अरू ठाउँ चाहिँ म गएको थिएन। अनि गएँ म त्यसपछि गाउँतिर यसो गएँ, 1 हप्ता आदि बसेँ, टोटल्ली घुमेँ के अरे आएँ, त्यही हो। अरू त के गर्ने हो, त्यही हो, घुमेँ के अरे अनि आएँ, त्यही हो। मैले फेरि बुटोलबाट नै उहाँबाट रिफन्डको प्रोसेस भ्याइने बित्तिकै रिफन्ड निक्लिने बित्तिकै मैले डेली मेल हानिदिन्थेँ, लगातार मेल हान्दा गर्दा अनि आउँथ्यो, बल्ल आयो फी है। अनि फी आएपछि चाहिँ मैले सिधै फेरि यतातिर एउटा कन्सल्टेन्सी गरेँ। तर त्यो कन्सल्टेन्सी चाहिँ गुड छ है, गुड यार, त्यो कन्सल्टेन्सी गुड छ।
त्यही हो। अनि त्यसपछि अब गल्ती कसको भन्ने त्यो कन्सल्टेन्सीको गल्ती छैन यार केटा, सिधै कुरा भन्यो भने कन्सल्टेन्सीको गल्ती छैन। किन भन्दाखेरि सबै कुराहरू भएको हो। तर त्यही त हो नि, अब युनिभर्सिटी चाहिँ क्लोज भयो, 2-4 महिना कुरेँ। 2-4 महिना कुरेपछि नि भएन, नभएपछि चाहिँ मैले डकुमेन्ट निकालेर हिँडेको, अरू केही नि होइन। अनि अब त्यही त हो, अरू त केही छैन। त्यही हो, गाह्रो छ केटा हो यार, गर्न चाहिँ टाइममै गर यार, मैले त्यही भन्छु। अरू केही छैन भन्न, त्यही हो, अरू केही पनि छैन। त्यही हो अरू कुराहरू त। अनि अब 2026मा चाहिँ जसले औकात देखाएको थियो तिनीहरूको त थोप्रा देख्न नपरोस्, त्यही हो, अरू केही छैन। 2026मा चाहिँ जसले अब धोका दिएको थियो त्यो औकात देखाएको मान्छेहरूको थोप्रा देख्न नपरोस् होइन, चुदोहरूको थोप्रा देख्न नपरोस्, तिनीहरूसँग केही काम पनि नहोस्। मेरो बाल छैन होइन, मैले मान्छे त अहिलेबाट गनेको होइन, पहिलेबाट गन्दैन। अब मैले मान्छे गन्दैन, जहिलेबाट काम भएन, जे बोल्यो त्यो सब याद छ मलाई होइन, ठिक छ, केही छैन। राम्रो गर सबले, 2026मा चाहिँ तिनीहरूको थप्रा देख्न नपरोस्, राम्रो गरून्, राम्रोसँग खाउन्। त्यही हो, अब आफ्नो चाहिँ मेरो चाहिँ राम्रै जाओस्, त्यति हो, अरू केही छैन। अरूहरूको बाल छैन, अब त्यही हो, अरू सब ठिक छ। त्यही हो, 2026 राम्रोसँग जाओस्। अनि अब ह्याप्पी न्यू इयर। त्यही हो ल क्रडमा सेक्ने क्रड। ल आजको लागि यति, अब पछिको लागि केही भएछ भने नयाँ नाम्लो केही भएछ भने अपडेट गरौँला। त्यही त हो नि अब होइन, 2026मा चाहिँ तिनीहरूको थोप्रा देख्नै नपरोस् चुदहरूको।